नमस्ते साथीहरू। आज हामी बैतडी जिल्लाको सलिसिना भन्ने हामी ठाउँमा छौँ। यहाँको दृश्य एकदमै राम्रो छ। यहाँ देख्न सक्नुहुन्छ उता पारिपट्टि दार्चुला जिल्ला रहेको छ भनेपछि यो हामी उभिएको ठाउँ अहिले यो सलिसिना छ। यहाँ तल्लोपट्टि चौलानी नदी छ। यहाँ देख्न सक्नुहुन्छ साथीहरू। यहाँको दृश्य एकदमै राम्रो छ। एकदमै हरियाली छ, वन जङ्गल। यहाँ यो एरिया एकदमै राम्रो छ। धेरै ठुलो पहाड पनि छ यहाँ। साथीहरू, तपाईँहरू पनि कहीँबाट यो ठाउँमा आउँदै हुनुहुन्छ भनेपछि यो ठाउँमा एकपटक अवश्य हेर्नुहोला। यहाँको दृश्य एकदमै मनमोहक छ साथीहरू। यहाँबाट उता हेर्दाखेरि इन्डिया देखिन्छ। उता तपाईँ देख्न सक्नुहुन्छ लास्ट त्यो सानो देखिएको त्यो डाँडा भनेको इन्डिया हो। त्यो इन्डिया पनि देख्न सकिन्छ। अनि यहाँबाट हेर्दाखेरि उता लास्ट त्यहाँ बादल देखेको ठाउँ त्यो अप्पी हिमालको क्षेत्र हो। त्यो अप्पी हिमाल देखिन्छ यहाँबाट। अहिले बादल लागेर त्यो देख्न सकिएको छैन साथीहरू। यो ठाउँमा तपाईँ आउनुहुन्छ भनेपछि यो ठाउँबाट तपाईँ कहीँ यात्रा गर्दै हुनुहुन्छ भनेपछि अवश्य पनि यो ठाउँमा आएर हेर्नुहोला। यहाँको दृश्य एकदमै रमणीय छ साथीहरू। धन्यवाद।